हेलो साथीहरू, वेलकम छ सबैजनालाई। अहिले चाहिँ हाम्रो रोयल इनफिल्डको सर्भिसिङ भइराखेको छ होइन। तपाईँहरूले मोबिल देख्नुभयो होला, मोबिलै रहेछ। धेरै कुदेर हाम्रो रोशनजीले चाहिँ सर्भिसिङ गरिरहनु भएको छ है त हाम्रो मोटरसाइकल ग्यारेज। त्यही भएर गाडीको मोबिल चाहिँ टाइममा फेर्ने गर्नु होला, भरे इन्जिन जान्छ फेरि। तपाईँहरूले देख्नुभयो मोबिलै यति हो है। इन्जिन गयो भने एकदिन जतिको पोस्ट गर्नु यो कहाँनिर छ भने हाम्रो नयाँ बस पार्क, तपाईँले देख्नुभयो होला। यो ट्रायल दिने ठाउँ त्यसकै साइडमा छ। पहिले चाहिँ यो घरमा थियो, अहिले सारेर दोकान यहाँनिर बनाएको छ। एकदमै यहाँ चाहिँ मजाले कामहरू भइराखेको छ है। तपाईँहरू पनि बाइकहरू बनाउन चाहनुहुन्छ भने राम्रो यो हाम्रो मोटरसाइकल ग्यारेजलाई सम्झिन सक्नुहुन्छ है त। यहाँनिर सबै प्रकारको गाडीहरू चाहिँ बनाउँछ। बुलेट, केटिएम, पल्सर, तपाईँको यामाको सबै यहाँनिर सर्भिसिङहरू गरिन्छ सुपथ मूल्यमा है त साथीहरू। होला हाम्रो रोशनजीले चाहिँ आफै सर्भिसिङ गरिरहनु भएको छ। त्यसै गरी तपाईँहरूले देख्नुहुँदैछ यो 150, त्यस पछाडि यो 220, यसको पनि फुल सर्भिसिङ हो होइन। अनि हाम्रो यहाँ भाइहरू हुनुहुन्छ, यहाँ हाम्रो साथी छ, उसले चाहिँ यो युनिकर्नको हाफ इन्जिन बनाइराख्नु भएको छ। अनि त्यस पछाडि यो पनि बनाउने नै हो, तर यो अहिले यहाँनिर धेरै काम भएकोले गर्दा अहिले होल्डमा राखेको छ होइन भाइ। हाम्रो यसको चाहिँ काम सकिएको, यो चाहिँ वासिङको लागि राखेको हो। अनि अब तपाईँको यो देख्नुभएछ, यसको चाहिँ साइलेन्सर दुलो परेको रहेछ। यो चाहिँ ग्यास वेल्डिङ गर्नको लागि राखिरहेको छ। तपाईँहरूले देखिरहनु भएको छ हाम्रो सरले चाहिँ मोबिल पनि ल्याइसक्नुभयो, एकदम ओरिजिनल बुलेटको लिक्विड बुलेटको मोबिल चाहिँ ओरिजिनल हाल्छौँ हामी। यहाँनिर आएपछि डराउने कुनै काम छैन होइन। यहाँनिर ओरिजिनल पनि ओरिजिनलै हाल्नु होला। मोबिल इन्जिन दह्रो हुन्छ, मोबिल राम्रो हाल्यो भने। यो चाहिँ फिल्टर हो, यो मोबिल फिल्टर नि। यो मोबिल फिल्टर भएको बाइकमा अनिवार्य फेर्नुपर्छ मोबिल फिल्टर। कतिपयलाई थाहा हुँदैन यसमा चाहिँ यसरी मोबिल लगाइन्छ र एयर फिल्टर यसको यस्तो हुन्छ होइन र कतिलाई त थाहा हुँदैन नि। कति गाडीमा हुँदैन पनि, तर हुने गाडीमा चाहिँ अनिवार्य हाल्नुपर्छ। कम्पनीले त्यही भएर मोबिल फिल्टर बनाएको हुन्छ। यहाँनिर चाहिँ तपाईँहरू जेन्युन पार्ट्सहरू पाउनुहुन्छ होइन, अरूको जस्तो हुँदैन। यहाँ ढाँट्ने छल्ने हुँदैन, यहाँ चाहिँ कस्टमरकै अगाडि सबै काम गरिन्छ होइन। कस्टमरले चाहे जस्तो, रोजे जस्तो र खोजे जस्तो सस्तो सुलभ मूल्यमा काम गरिन्छ। अब तपाईँहरूले देख्नुहुँदैछ त यहाँ मोबिल तपाईँहरूकै सामुने एकदम ओरिजिनल मोबिल हाल्दैछ। एकदम ओरिजिनल मोबिल हाम्रो मोटरसाइकल ग्यारेजको प्रोप्राइटर मालिक। बुलेटमा हाल्दा चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ सेमी सेन्थेटिक हाल्नुपर्छ, फुल सेन्थेटिक हाल्नु हुँदैन मोबिल। यो हाइड्रोलिक इन्जिन हो बुलेट भनेको। मोबिलको क्वालिटी चाहिँ गरेर हाल्नु होला। हाल्दाखेरि प्रायः जेन्युन नै हालेको राम्रो। अरू हाल्यो भने चाहिँ समस्या आउँछ होला होइन छिटो। हाइड्रोलिक इन्जिन हो, छिटो समस्या आउँछ, इन्जिन बिग्रिन्छ। एकचोटि बुलेटको इन्जिन बिग्रियो भने कति लाग्छ बनाउन? अब हाफ इन्जिन बिग्रियो भने चाहिँ तपाईँको 30 देखि 32,000 खर्च आउँछ जेन्युन सामान हाल्दाखेरि। हजुर। अब लोकल सामान हाल्दा सस्तो बनिन्छ, तर भर पर्दा हुँदैन। भर्छ त्यही भएर मोबिल टाइममा फेर्नु, ओरिजिनल हाल्ने गर्नु। यो तपाईँले निकाल्नु भएको चाहिँ के हो? यो चाहिँ हाम्रो एयर फिल्टर हुन्छ। यो सर्भिसिङ गर्दा एयर फिल्टर अनिवार्य सफा गर्नुपर्छ। अब फोहोर बिग्रेको छ भने चेन्ज गर्नुपर्छ, सफा गर्दा हुन्छ भने सफा गरेर चलाउनुपर्छ। सर्भिसिङ सबै चेक गर्नुपर्छ के बिग्रेको छ छैन। आफ्नो लागि सुरक्षा होइन, धेरै खर्च ननिकाल्नुको लागि टाइममा सर्भिसिङ गर्ने, सबै कुरा चेक गर्ने।
हाम्रो यो चाहिँ पुरानो ओइल यो पुरानो ओइल तर यो बुलेटमा 2.5 लिटर लाग्थ्यो तर यसमा त मोबिलै रहेन रहेछ सकेको रहेछ 50 ml रहेछ यो मोबिल फिल्टर यो मोबिल यो बाइकवालालाई मैले आएपछि राम्ररी सम्झाउँछु यसरी मोबिल नहाली नकुदाउनु होला भन्न चाहन्छु